मलाई दिँदा देखाइमा दिँदा बलि महाराजले भन्नु भयो हुन्छमा दिन्छु मेरी चेली आजका दिनमा मेरामा चेली नता दिदी बहिनी थिएन मेरा लैजाऊ भनी बलि महाराजले ब्रह्माजीलाई छोडिदिनु भयो चेली र माइती फुलमाला लाई सतरङ्गी टीका निगारमा लाउने चलन भई आयो चलन भई आयो हेर तब त्यहीँदेखि यमुनालाई साथमा ल्याए साथमा ल्याए भन्नुमा भयो मेरा भाइ हो रामरी भन चार कुने आँगन उफ्रीमा पाफ्री थपडी मारी नाथ मेरा भाइ हो नाथ मेरा भाइ हो यसैरा घरका माता र पिता अतिथिगणले कस्तामा देउसी आएछन् अहिले भन्दामा क्यारे लाजी म पर्ला गाली म पर्ला रामरी भन त्यहीँदेखि यमुनाले महाराजलाई सतरङ्गी टीका फुलमाला गाँसी मसक हाँसी गला बिसे पहिरै कालको भाग ओखर दाना तैलामा राखी कालालाई भाकी भाइटिका लाउने पथा चली आयो पथा चली आयो त्यसैमा भेला बलि महाराजले भन्नुमा भयो भन्नुमा भयो सारामा संसार यो लोकै भरि चेली र माइती दाजु र बहिनी दाजु र बहिनी दुवैको बिचमा मायामा बढोस् सदावर्ती बढोस् राह रहोस् भनिकन आशीर्वाद दियो त्यहीँदेखि एकै र घरका दिदी र भाइ दुईजना थिए दिदीलाई
साल भयो ए 2 साल भयो ए सालै भयो ए कठैमा भरा ए दिदीलाई ए भाइटीमा आउने ए भाइटीका लाउने ए मौकै छैन ए नमिल्दाखेरि ए मतारीले भनिन् ए छोरा मेरा ए दिँदै घरमा ए गइमा कन ए हल्का प्रभुजी ए बुझेर आओ ए भन्नुमा भयो ए आमाको माया ए छोराछोरी माथि ए छोराछोरी माथि ए चढिजो भन्दा ए थिएन हात्ती ए थिएन हात्ती ए घोडामा चढी ए लागे अघि बढी ए जाँदामा जाँदा ए जाँदामा जाँदा ए धेरैमा टाढा ए बोक्दामा क्यारे ए काल सर्प निस्क्यो ए काल सर्प निस्क्यो ए भन्नमा लाग्यो ए फुच्चे अहिले ए जाने छैन तैँले ए खान्छु खान्छु ए छोड्ने छैन ए म त्यसै यहाँ ए आएको होइन ए भन्दैमा लाग्दा ए कठै बरा ए लहबरा ए भाइमा हेर ए घोडाबाट झरी ए रोनेर लाग्यो ए खन्नेर लाग्यो ए मेरा भाइ ए रामरी सुन ए मनमा गुण ए मनको धुको ए खोलेर भन्छु ए इतिहासको भोको ए इतिहासको भोको ए त्यहीँदेखि ए काल सर्पलाई ए भाइले भन्यो ए कहाँ ल अहिले ए नखाइले तैँले ए दिदैको खबर ए बुझेर आउँछु ए त्यसै बेला खालास ए भन्दामा हुँदी ए जाने भए ए तेरोमा घोडा ए छाडेर जालास ए छाडेर जालास ए नत्र भने ए दिनेमा छैन ए भन्दामा हुँदी ए घोडालाई छाडी ए गयो अघि बढी ए जाँदामा जाँदा ए 12 कोस पुग्दा ए अर्को काल आयो ए बाटै र माथि ए बाटै र मुनि ए दुईपट्टिबाट ए बागै आयो ए सिंह भनी ए सबैले जान्छन् ए सबैले जान्छन्
देवीको सवार हिन्दूले मान्छन् त्यही देखिन् त्यो कालले भन्नमा लाग्यो भन्नमा लाग्यो खान्छु अहिले जाने छैन तैँले भन्दामा हुने भाइले भन्यो दिदीका घरमा म जान्छु अहिले फर्केर आउँदा खाला छै तैँले भनिकन बाछामा बाँध्यो।